भोलि गएर तपाईँ हाम्रो प्यारो कुलमान घिसिङलाई जेल हालेको पनि देख्न पाइन्छ। किनभने भ्रष्ट सरकारलाई त किनभने उनीहरूलाई सबै कुरा छ, अदालतदेखि लिएर सबै कुरा उनीहरूकै हातमा छ। त्यस कारणले गर्दाखेरि आज हाम्रो खबरदार गर्नलाई एकदम भोलि गएर तपाईँ हाम्रो प्यारो कुलमान घिसिङलाई जेल हालेको पनि देख्न पाइन्छ। किनभने भ्रष्ट सरकारलाई त किनभने उनीहरूलाई सबै कुरा छ, अदालतदेखि लिएर सबै कुरा उनीहरूकै हातमा छ। त्यस कारणले गर्दाखेरि आज हाम्रो खबरदार गर्नलाई एकदम भोलि गएर तपाईँ हाम्रो प्यारो कुलमान घिसिङलाई जेल हालेको पनि देख्न पाइन्छ। किनभने भ्रष्ट सरकारलाई त किनभने उनीहरूलाई सबै कुरा छ, अदालतदेखि लिएर सबै कुरा उनीहरूकै हातमा छ। त्यस कारणले गर्दाखेरि आज हाम्रो खबरदार गर्नलाई एकदम भोलि गएर तपाईँ हाम्रो प्यारो कुलमान घिसिङलाई जेल हालेको पनि देख्न पाइन्छ। किनभने भ्रष्ट सरकारलाई त किनभने उनीहरूलाई सबै कुरा छ, अदालतदेखि लिएर सबै कुरा उनीहरूकै हातमा छ। त्यस कारणले गर्दाखेरि आज हाम्रो खबरदार गर्नलाई एकदम केही दिन अगाडि कुलमान घिसिङलाई निलम्बन गरेको त्यसको विरोधमा धराने जनता पनि लागि कस्तो छ अनि तपाईँ त्यसरी जान्छ चन्द्रकला राईबाट बुद्धि सिक्नु सबै दिदीबहिनी दाजुभाइलाई म यो कुरा भन्छु। धन्यवाद। मेरो साह्रै राम्रो भनाइ राखेर जानुभयो। साँच्चै नै उहाँले भने जस्तै अबको नेतृत्वमा युवा आउनु अति नै अपरिहार्य र आवश्यक रहेको देखिन्छ र यो अब अवस्था र नेपालीको व्यवस्था सुधार्नको लागि युवा नेतृत्व अगाडि आउनु पर्यो भनेर म पनि भन्न चाहन्छु र महिला सशक्तिकरण हुनु जरुरी छ। महिलाको नेतृत्व अगाडि आउनु पर्यो र आम जति पनि हाम्रो युवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ पैसाको पछि लागेर मात्र आफ्नो भविष्य अन्धकारमा नपार्नु होला। तपाईँले मात्र नभएर तपाईँको धरानवासीको कुलमान घिसिङको लागि यहाँ हरेक दिन बेलुका 4 बजेपछि चाहिँ विरोध कार्यक्रम भएको हुनाले आज म पनि यहाँ केही विरोध कार्यक्रमकै लागि केही कस्तो कुराहरू चलिरहेको छ भन्ने कुरा बुझ्नलाई आइसकेँ। मैले भन्दै थिएँ युवा नेतृत्व अगाडि आउनु अति नै समयको माग र अति नै अपरिहार्य छ अहिलेको अवस्थामा आएर। मैले भने अघि यहाँ अलिकति टेक्निकल प्रब्लमले गर्दाखेरि थोरै समस्या आयो, यहाँ समक्ष क्षमा माग्न चाहन्छु। साथै युवामा पनि महिला सशक्तिकरण हुनु जरुरी छ। महिलाले घरको 4 दिवारीभित्र चुलो चौका मात्र सम्हालेर हुँदैन। हिजोको दिनमा राज्य र शासन सत्ता चलाएका महिलाहरूको इतिहास तपाईँहरू हामीलाई सबैलाई थाहा भएकै कुरा होला र अहिले आएर पनि म यहाँ हाम्रो अगाडिका हाम्रा आदरणीय दिदी उहाँ बस्ताले भन्नुभए जस्तै महिलाको नेतृत्व पनि समावेशी हुनु पर्यो राज्यको सञ्चालन र राज्य व्यवस्थामा भन्दै म पुनः कार्यक्रमलाई अगाडि बढाउँदै अब हाम्रो मन्तव्यको क्रम पनि लगभग अन्तिम चरणमा आइपुगिसकेको छ भन्दै यहाँ अब म बोलाउन चाहन्छु हाम्रो स्वतन्त्र नागरिक समाज धरानका संरक्षक सल्लाहकार एवं अति नै सक्रिय अभियन्ताज्यू हाम्रो अग्रज अभियन्ताज्यू घिमिरेज्यूलाई म यहाँ आफ्नो छोटो मन्तव्य राख्नको लागि अनुरोध गर्दछु। 15, 16, 17, 18 घण्टासम्म चाहिँ लकडाउन हुन्थ्यो। लकडाउन अरे लोड सेडिङ। तर जब कुलमान घिसिङ त्यस कुर्सीमा आइसकेको पहिलोपल्ट नेपाललाई चाहिँ लोड सेडिङ मुक्त राष्ट्र भनेर आश्वासन देखाउनु भएको थियो। त्यही अनुसार सबैले यहाँ साह्रै अब हाम्रो एकदम राम्रो काम गरेर जनताले कुलमान घिसिङ भन्दै
हटाएको बारेमा साह्रै कुरा छ साह्रै बुझेको लाग्ने मान्छेहरू हरेक समस्या र हरेक दुःख घरको समस्या चाहिँ बिर्सिएर यहाँ आज भान्साको प्राङ्गणमा किन आउनु भएको न त त्यत्तिकै त होइन किनभने यो चाहिने कि नचाहिने रहेछ हाम्रा कुलमान घिसिङले किनभने 18 घण्टा लोडसेडिङ हामीले मुक्ति गराएको कुरा हामी सबैले बुझेका छौँ र किनभने यो भनेको चन्चिने विकास नै होइन यो विकास भनेको अब यो हामी खानेपानीलाई कोही विकास भन्छ खानेपानी बरु विकास होइन खानेपानी भनेको चाहिँ आधारभूत आवश्यकता नभई नहुने सबैलाई यो आवश्यक भएर खानेपानी चाहिने विकासमा ठुलो बाटो र बिजुली यो अँध्यारोबाट उज्यालोतर्फतिर हामीलाई ल्याउने भएको कारणले गर्दा अब यस्तो खालको यो समयले दिएको तपाईँ हामीले ल्याएको पनि होइन समयले दिएको कुरामा अब तपाईँ हामी पैसेर हामीले धेरै बस्ने खालको कुरा तपाईँ हामीले हुँदैन अब यहाँ हेर्नु कानुनमा के नामले बस्ने मान्छेहरूलाई घाम चोक्नमा ल्याउनु छ अब कति समस्या यहाँ हाम्रो सरकारले किनभने रोजगार यहाँको चाहिँ उत्पीडन रोकेकालाई नदिएको कारणले गर्दाखेरि आज हेर्नु यहाँ आएर बस्न उनलाई पनि नभइरहेको अवस्था छ हाम्रो सरकार केन्द्रीय सरकार भनेको किनभने योभन्दा घातक सरकार अरू नेपालमा छैन यस्तो खालको केन्द्रीय सरकार भनेको किनभने अरू देशमा कस्तो खालको हुन्छ अरू किनभने यहाँ चाहिँ किनभने विकासलाई साह्रै किनभने विकास हुन नदिएर जनतालाई किनभने जनतालाई शोषण गरेर जनताको कुन पैसाले माथि होली खेलेर भ्रष्टाचार गरेर हरेक कुरामा हरेक क्षेत्रमा यस्तो खालको चाहिँ समस्यामा जनतालाई फर्किएर यो देश बन्ने होला छैन अब समयले हामीलाई तपाईँहरूले पर्खेर बस्दैन समयमा गइरहेको हुन्छ त समय तपाईँ हामीले अब यो समय बुझ्यौँ न अबको विकासमा तीव्रता दिएर अगाडि बढेर विकास गर्नुपर्छ र हामीले त्यो चाहिन्छ भयानमा हामी सबै उठेर विद्यालयमा आएका छौँ भने आज कोपाको पानी अब किनभने कुनै सरकारले दिएर ल्याएको हो र सरकारले गरेको छ हामी सबैले श्रम गरेर देशबाट चाहिँ अब राखेर खानु पारेर चाहिँ कमाएर चाहिँ दिएको रकमले लाउने हामीले हरेक कुराहरू गरेर आज हामी पानी यस्तो आज यहाँ काका पुल भएर चाहिँ यहाँ हामी कति ट्याङ्कर पानी पिएर हामीले यहाँ उपभोग गरेर चाहिँ बाँच्नु परेको यो कुरा तपाईँहरूले थाहा हामीले देखिरहेका छौँ हामीले जानिरहेका छौँ आज 5 दिनदेखिको चाहिँ हामी ट्याङ्करमा पानी किनेर चलाइरहेको आज यस्तो खालको अपराधमा हामीले यस्तो दुःख कष्ट गरेर चाहिँ अब पानी अब आज शिरबाट हामीले त्यो 1200 सिराजबाट चाहिँ कचरा हुँदै घुमाएर ल्याएको पानी आज बिग्रिने मात्रै पुग्दैन पहिला भाग्यले बिगारिराखेको छ त्यो पनि हामीले बनाइराखेको छौँ हामीले किनभने जनतालाई सेवा सुविधा खानपानीबाट किनभने अहिले कहीँ भइरहेको तपाईँले थाहा छ तपाईँले किनभने यस्तो कुरा हामीले अहिले 124 वर्ष अगाडिदेखि बसोबास गरेको कारणले यो अहिलेको कारणले कस्ता समस्याहरू भोग्ने मान्छे यहाँ तपाईँ हामी त होइन होला पहिले आएर कसले कस्तो खालको स्थिति थियो कस्तो खालको समय थियो भन्ने कारणले लेखाजोखा गरिराख्नु भएको छ उहाँले आज खानेपानीबाट पनि मुक्ति भएको छ हरेक कुराको हरेक क्षेत्रमा कुलमान घिसिङ जस्तो व्यक्ति हर्का शर्मा जस्तो व्यक्ति अब यहाँ ब्यालिन शाह जस्तो व्यक्ति खोपियोमल जस्तो व्यक्ति अब यहाँ धेरै व्यक्तिहरू बनिनुपर्छ र किनभने अब धेरै व्यक्ति तपाईँ अब यी बाहिरपट्टि जागेर पश्चिम पाखाल चाहिँ नेपाली जागेर टुटेर उठेर अब त्यसको लागि परिवर्तन त्यसको लागि मरिसकिएन भने हामीलाई सरकारले माया गरेको र नगरेको तपाईँ हामीले बुझ्यौँ न र आज हाम्रा गाउँघरमा जुनै थुपारिएको छ साँच्चै तपाईँ हामीलाई थाहा छैन हरेक कुरामा हरेक क्षेत्रमा हाम्रो माया छैन अब सरकारलाई
अब हामी आफैले गर्नुपर्छ विकास। चौधरी आएर जो देखिन्छ उसले गर्ने विकास भनेर चाहिँ हामीले हाम्रा धर्म सम्पदाले यो हामीले व्याख्या गरिराखेको छ, तपाईँले सुनिराखेका छौँ। र हरेक कुरामा हरेक क्षेत्रमा तपाईँ हामी अब लागेर उठेर हाम्रा विद्यार्थीहरू हाम्रा विसङ्गतिहरू नराम्रा चाहिँ हाम्रो तत्त्वहरूलाई हामीले हटाउँदै बाइपास गर्दै हामीले राम्रो व्यवस्थालाई अब हामी साथ दिँदै अगाडि बढाउन भन्यो। कान्छीलाई घुम्न लैजाउन भने गोजीमा जान्छौँ, गोजीमा सिकाउन आउने मान्छे केही पनि छैन। अर्चना वर्ष गोविन्द गाईको टुक्राको दाजुभाइ बनाएको छ हाम्रै सरकार। तपाईँहरूले अब बुझ्नुपर्छ, तपाईँहरूले बुझौँ भने, तपाईँहरूले अब सोचौँ न भने अब हामीले हाम्रा हड्डी र छाला मात्रै राखिसकेको छैन केही। हामी खोक्रिसकेका छौँ, हामीलाई खोक्राइसकेको छ। उसलाई माया छैन, किनभने हाम्रो यो नेपाल सरकारलाई नेपाली जनताको माया भएको र नभएको तपाईँहरूले बुझ्यौँ न। कसरी हामीले अब कसरी मान्नु, कसरी बुझ्नु र हरेक क्षेत्रमा अब सरकारले हामीलाई माया गर्दैन। हरेक कुरामा हरेक क्षेत्रमा अब तपाईँ हामी आफैले गर्ने हो। जसरी हामीले यसरी आजमालो गरेका छौँ र आज खराब जस्तै सबै जिल्लाले सबै क्षेत्रले सबैले किनभने आजमालो गरेर अब काम गर्दै पढाउँदै गर्दै अब देशलाई हामीले आफूले गर्नुपर्छ। युवा युवतीले अब कानमा तेल हालेर बसेर हुँदैन। अब बुढाबुढी त किनभने अब बनले आइज घरले जान्छ भनेर बुढाबुढीले के विकास गर्नु, तर हैसियत दिएको छ बुढाबुढीले पनि साथ दिएको छ। सकेसम्म आज हाम्रो प्रमुख अतिथि अब कालीपुर पढ्ने मान्छे 88 वर्ष अघिले त्यस्ता बुढा मान्छेले पनि आज यो संस्थालाई यो सङ्गठनलाई यो अहिलेका नयाँ नीतिलाई साथ दिनुपर्छ भनेर उहाँ लागिराख्नु पर्छ। हरेक कुरा म पनि मेरो पनि उमेर चाहिँ किनभने म जस्तो भइरहेको छैन। म पनि 67 वर्ष लागिसकेको मान्छे हो। 2015 साल साउन 20 गते जन्मेको मान्छे हो। म पनि अहिले 16 वर्ष सकेसम्म तपाईँहरूले देखि नै राख्नु भएको छ। म किनभने सकेको कुनै जे जति सक्छु सकेको कुरा मैले पनि किनभने अब जानुपर्छ बुझ्नुपर्छ। अब आउने भाइ सन्तानलाई बाटो खोलिदिनुपर्छ, देखाइदिनुपर्छ भनेर म पनि अगाडि बढिरहेको छु। र किनभने अबको नीति अबको नियम कुलमान घिसिङको बारेमा ऊर्जा मन्त्री अब उहाँलाई किनभने जस्तै भए पनि उहाँलाई किनभने अब हामीले बधाई होइन, उहाँलाई चाहिँ किनभने बधाई दिने होइन केन्द्रीय सरकारलाई पनि हामीले किनभने उहाँले राम्रो देशका जनताका लागि उहाँले गरेको बारेमा आज यस्तो खालको कुरा हुनु हुँदैन। आज यस्तो खालको चाहिँ अब हामी सबैले देश विदेशबाट हरेक कुरामा हरेक क्षेत्रमा बुझिरहेको छ। मेरा जाने नजाने बुझे नबुझे त 2 शब्द अन्त्य गर्दै बिदा हुन्छु। हवस् त, नमस्कार, धन्यवाद। विदेशी भूमिमा गएर लडेको छ। हिजोको दिनमा अमेरिकाको राष्ट्रपतिलाई च्यालेन्ज दिने त्यही धरान काठमाडौँका महानगरपालिकाका मेयरज्यू हुनुहुन्न, सबैलाई थाहा छैन र यो सुपर पावर अमेरिकाको राष्ट्रपतिलाई पनि च्यालेन्ज दिने एउटै सायद सपोज जन्मिनु भएको होला अहिलेसम्म। अरू हाम्रा नेताहरू त जिउ र सकेसम्म गुलामी र लिलामीमा बस्नु पाए हुन्थ्यो भन्ने पनि होला, नेपालीलाई त्यसमा राखौँला भन्ने पनि सोच होला। तर अबको नेपाली सचेत भइसकेको छ। सबैजनालाई म यो पनि अवगत गराउन चाहन्छु। तपाईँ हामीले युरोप अमेरिकाको इक्जाम्पल उदाहरण धेरै दिन्छौँ। युरोप र अमेरिका आज हामीभन्दा धेरै गुणा अगाडि बढ्नुको पछाडिको रहस्य पनि बुझ्नु जरुरी छ। युरोप र अमेरिका विकासमा होइन, विचारमा तपाईँ हामीभन्दा धेरै अगाडि छ। सबैभन्दा पहिला त्यो बुझ्नु म भन्दछु सबैजनालाई। किनभने युरोप र अमेरिकाको इतिहास हेर्ने हो भने 200-300 वर्ष अगाडिको इतिहास हेर्नुहोस्। त्यहाँको नागरिकहरू कति शिक्षितै नभए पनि कति सचेत थिए, जसले आफ्नो हक र अधिकारको बारेमा लडे। 200-300 वर्ष अगाडिको कुरा गर्दैछु म, आजको कुरा होइन। भने हामी नेपाली कति पछाडि छौँ यो पनि आफूले आफूलाई प्रश्न गर्नु होला। मलाई के खाँचो अहिलेको विशेष गरी युवाहरू जसमा चाहिँ जोस जागर र रगत उम्लेर आउनु पर्ने हो, त्यो युवाहरूको कुरा सुन्दाखेरि म अचम्म लाग्छ के। हामीलाई के को खाँचो? हामीलाई नेता हुनु छैन,
भन्ने कुरा धेरै सुनिन्छ, तर तपाईहरू आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैछ। त्यस्तो भन्नुहुन्छ भने भोलिको दिनमा म यो देशको नागरिक पनि होइन भनेर भन्नुहोस् भन्न चाहन्छु। म त्यो पनि तपाईले स्वीकार्नुहोस्। यदि यो देशको नागरिक हो म नेपाली हो भने तपाईको व्यक्तिगत स्वार्थ र पारिवारिक स्वार्थ भन्दा माथि देशको लागि पनि केही गर्नुपर्छ भन्ने जिम्मेवारी महसुस गर्नुपर्छ तपाईहरूले। हिजोको दिनमा नभए पनि आज अब जाग्नु। कुलमान घिसिङ जसले विदेशमा हाम्रो देशको स्वाभिमान राखे, सम्मान गरे नेपाली, आज विदेशी मुलुकको मिडियाहरू हेर्नुहोस्, कुलमान घिसिङको चर्चा परिचर्चा छ विदेशी मिडियामा। विदेशी मुलुकको मिडिया कर्मी पत्रकारहरूले कुलमान घिसिङको बारेमा लेखिरहँदा हाम्रो नेपालको पत्रकारहरू कहाँ छन्? के सबै पत्रकारहरू बिकाउ हो? त्यसो भए स्वतन्त्र हुँदो रहेनछ नि त। आज महिला सशक्तिकरणको लागि आवाज उठाइरहनु हुने हाम्रो आदरणीय दिदी अम्बिका खड्काज्यूलाई पनि आफ्नो छोटो मन्तव्य राखिदिनु हुनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। सम्पूर्ण यहाँ उपस्थित हुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र स्वतन्त्र नागरिक समाज र सम्पूर्ण अभियन्ता, सम्पूर्ण यहाँ उपस्थित हुने सम्पूर्णमा चाहिँ म धरान 13 निवासी अम्बिका खड्काको तर्फबाट हार्दिक नमन। आज हामी सबैलाई अवगत भइसक्यो, पूर्व वक्ताहरूले सबै कुरा भनिसक्नुभयो, सबैजनालाई अवगत भइसक्यो र आज हामी चाहिँ तेस्रो दिनमा छौँ। एउटा उज्यालो नेपालका महानायक कुलमान घिसिङलाई चाहिँ एउटा पदबाट पदच्युत गरिएको छ, त्यसको हामी घोर विरोध गर्दछौँ। हामीले चाहिँ एउटा 18 घण्टा 20 घण्टा लोड सेडिङ भइरहेको हाम्रो देशमा चाहिँ एउटा लोड सेडिङ मुक्त एउटा 99% चाहिँ एउटा बिजुली उपलब्ध गराएर चाहिँ एउटा लोड सेडिङ मुक्त देश बनाउनु भएको छ। उहाँलाई चाहिँ एउटा पदबाट पदच्युत गरिरहेको छ र उहाँलाई चाहिँ त्यो पदच्युत उहाँलाई चाहिँ पुनर्बहाली गरियोस् भन्नका लागि हामी विरोध र्यालीमा आज उपस्थित भएका छौँ। अवगत हो सबैलाई, हाम्रा देशमा अहिले अराजकता अथवा यो सरकारले चाहिँ एउटा काम गर्ने मान्छे अथवा एउटा देशको लागि, एउटा माटोको लागि, एउटा नेपाली जनताको हक र हितको लागि एउटा काम गर्ने मान्छेलाई चाहिँ एउटा सरकार, यो ओली सरकारले चाहिँ जुन पदच्युत गरिरहेको छ त्यसको घोर विरोध हामी गर्दै आइरहेका छौँ। र एउटा अवगत होस्, हामी आम 3 करोड नेपालीले चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि हामी 3 करोड नेपालीले चाहिँ हामीले बुझ्नु पर्यो काम गर्ने मान्छे, गफ गर्ने मान्छे र कसले चाहिँ काम गरिरहेको छ, कसले गफ गरिरहेछ, यी नाटकीय ढङ्गबाट यी राज्य चलाइरहेको एउटा सरकारलाई चाहिँ एउटा घोर विरोध गरेर उहाँहरूलाई चाहिँ एउटा देशबाटै नै बहिष्कार गर्नु पनि हामी लाग्नुपर्छ। र यस्ता हामी नेपाली नागरिक जबसम्म हामी सचेत हुँदैनौँ, जबसम्म हामीले चाहिँ यस्ता कुकृत्य गर्ने नागरिकलाई चाहिँ एउटा सत्तामा पुर्याउँछौँ, तबसम्म चाहिँ हाम्रो नेपाल यस्तै गरिब, यस्तै एउटा विकासबाट चाहिँ पराजित भएर हामी राख्न सक्छौँ। र हामी आम नेपाली नागरिकले चाहिँ एउटा सोच्नुपर्ने, बाध्य हुनुपर्ने, एउटा सोच्नुपर्ने बेला आइसकेको छ। हामी विकासमा पछाडि छौँ। यस्ता भ्रष्ट, यस्ता दलाल नेताहरूले गर्दा आज हामी कुनै पनि एउटा विकासको बाटोमा हामी लम्किन सकिरहेको छैनौँ। हामीलाई अवगत होस्, अब हामीले पनि गलत गरिरहेछौँ। किन भन्दाखेरि त्यो स्थानमा, त्यो ठाउँमा पुर्याउने त हामी मतदाता हो नि त। हामी एउटा मतदाता, एउटा भोट ब्याङ्क मात्रै आफूलाई नसम्झेर एउटा मत दिने बेलामा चाहिँ एउटा स्वच्छ, एउटा इमान्दार, एउटा पारदर्शी, एउटा भ्रष्टाचार रहित, एउटा चाहिँ देशलाई माया गर्ने, एउटा नेपालीलाई माया गर्ने, जस्तै हाम्रो महावीर पुन, सन्दुक रोहित, कुलमान घिसिङ, हाम्रो हर्क साम्पाङज्यू, गोपी हमालज्यू, बालेनज्यू, त्यस्तो हस्तीहरू, त्यस्तो खम्बाहरू र एउटा देशको पिलरहरूलाई चाहिँ हामीले हरेक ठाउँमा चाहिँ उहाँहरूलाई ल्याउन सक्नुपर्छ। र यति भन्दै अब फेरि पनि जबसम्म यो आन्दोलन चाहिँ हाम्रो कुलमान घिसिङलाई चाहिँ पुनर्बहाली गरिँदैन, उहाँको पदमा चाहिँ जबसम्म पुनर्बहाली गरिँदैन, तबसम्म हाम्रो यो आन्दोलन जारी रहनेछ। जय कुलमान, जय धरान।
धन्यवाद अम्बिका दिदीलाई। अब हामी लगभग कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ। उहाँ दिदीले भने जस्तै हाम्रो देशको गहनाहरू हर्क साम्पान, सन्दुक रुई, महावीर पुन, फुलमान घिसिङ, बालेन शाह ज्यू जस्ता व्यक्तित्वले गर्दा अति नै सुन्दर देखिएको छ यो नेपाल। जस्तो लाग्छ मलाई त्यो गहनालाई छुट्याउने, छताछुल्ल पारेर त्यसलाई नाङ्गो बनाउने षड्यन्त्र हुँदैछ। तपाईँ हामी सबै सचेत हौ, तपाईँ हामी सबै जागौँ भन्न चाहन्छु। तपाईँ हामी सबै अहिले जागेनौँ भने यो व्यवस्था र अवस्था नेपालीको कहिल्यै सुध्रिने छैन। तपाईँ हामी ढिलो चाँडो भन्दा पनि ढिलो भइसकेको छ, तर मलाई विश्वास छ हामी नेपाली एकजुट हुनेर ऐक्यबद्धता एकताको हामीले उदाहरण दिने समय आएको छ। सबैजना आज हामी यति छौँ होला, भोलि यदि राज्यले अति नै नेपाली आम हामी 3 करोड नेपालीको भविष्य, सुखी समृद्ध नेपालीको भविष्यको लागि हुनुपर्ने हो कि एउटा धनाढ्य व्यापारीलाई जोगाउनको लागि एउटा व्यक्तिको पछाडि लाग्नुपर्ने हो भन्दै हामी आज जुन फुलमान घिसिङज्यूको पदको पुनर्बहालीको निमित्त उहाँलाई उहाँको पदमा पुनः सम्मानपूर्वक चाहिँ उहाँलाई पुनर्बहाली गरियोस् भन्ने विरोध सभाको आज हामी तेस्रो दिनमा छौँ। हाम्रो नागरिक स्वतन्त्र नागरिक समाजका सचिवज्यू आदरणीय प्रेम श्रेष्ठज्यूको अनुपस्थितिमा आज मैले यहाँ हजुरहरू हामीलाई साथ दिनुभएकोमा सबैजनालाई यहाँ उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका आम धरानका नागरिक सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। जानी नजानी कार्यक्रम अवधिभित्र केही कमी कमजोरी भएको भए यहाँहरू समक्षमा क्षमा पनि माग्न चाहन्छु भन्दै मेरो भनाइ यही टुङ्ग्याउँदै अन्त्यमा हाम्रो स्वतन्त्र नागरिक समाजका अध्यक्षज्यूबाट भोलिको कार्यक्रमको पनि पुनः विस्तृत विवरण यहाँहरूले थाहा पाउनुहुनेछ भन्दै म स्वतन्त्र नागरिक समाजको सदस्य एवं सामाजिक अभियन्ता मुना राई हजुरहरू समक्ष यो माइक हाम्रो अध्यक्षज्यूलाई हस्तान्तरण गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद। भ्रष्टाचारी ऊर्जा मन्त्री मुर्दाबाद, भ्रष्टाचारी ऊर्जा मन्त्री मुर्दाबाद। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू र आजको यस हाम्रो विरोध कार्यक्रममा आफ्नो अत्यन्तै महत्त्वपूर्ण समय अनि आफ्ना व्यापार व्यवसाय विभिन्न कार्यक्रम हुँदाहुँदै पनि यो देशलाई मेरो पनि खाँचो छ र मैले पनि आज यो अन्यायको विरुद्ध मेरो पनि खाँचो छ र मैले पनि सहभागी बन्नुपर्छ भनेर आफ्नो अमूल्य समय दिएर अन्तिमसम्म कार्यक्रमलाई सफल र भव्य बनाउनका लागि रहनुहुने सम्पूर्ण अभियानका कर्मीज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, साथै सामाजिक अभियानकाज्यूहरू सबैजनालाई हार्दिक धन्यवाद साथ म तपाईँलाई सम्मान गर्न चाहन्छु। जय देश। र आज अत्यन्तै खुसी अनि दुःखको कुरा पनि म तपाईँलाई भन्न चाहन्छु, किनभने अब हामीले खुसी चाहिँ हरेक कुरामा हेऱ्यौँ भने खुसी नै हुन्छ। हेर्नुहोस्, जहाँ पनि समस्या हुन्छ त्यो समस्याभित्र एउटा अवसरहरू आएका हुन्छन्, त्यो अवसरहरूलाई हामीले बुझ्नुपर्छ। आज फुलमान घिसिङ जस्ता महान व्यक्ति जसलाई हामीले यो देशका राष्ट्र नायकको रूपमा लिन्छौँ, हामीले कहिले पनि सोचेनौँ। धेरै जस्तो मैले सामाजिक सञ्जाल हाम्रा तमाम दाजुभाइ दिदीबहिनीहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरूले आज संसारबाट हामीलाई हेरिरहनु भएको छ, हामीलाई बुझिरहनु भएको छ, हामीले पनि हेरिरहेका छौँ। हाम्रो देशमा प्रधानमन्त्री को भयोसँग पनि खासै सरोकारको विषय हुँदैन, किनभने यो 8-9 महिना 6-7 महिनामा आउने जाने गर्छ, त्यो मतलबै भएन। तर विद्युत प्राधिकरणको अध्यक्ष तथा विद्युत प्राधिकरण महत्त्वपूर्णको साथ हेर्ने गर्थ्यौँ। किन भन्नुहोस् त, किन हेर्ने गर्यो त? आज म त्यो कुरा चाहिँ अलिकति तपाईँलाई विस्तृत जानकारी दिन चाहन्छु, किनभने हामीले
आज यो 3 दिनको भयो निरन्तर हामी यहाँ यसरी लिएर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ आम 3 करोड नेपालीले सुन्छ सुन्दैन यो चाहिँ महत्त्वपूर्ण कुरा हो किनभने त्यो भ्रष्ट नालायक सरकार भनेर हामीले गाली गरिरहेको त्यो भ्रष्ट नालायक सरकार भन्दै भनिरहेछन् त्यसलाई पुऱ्याउनु तपाईँ हामी नै हो क्या त्यसकारणले गर्दाखेरि यो एउटा विरोध सभाको साथसाथै के हो त भन्दाखेरि यो भण्डार फेर हो किनभने भ्रष्ट नालायक सरकारहरूको भण्डार फेर गर्न आवश्यक छ एउटा सानो एकजना व्यक्तिले हिजोको समयमा भण्डार फेर गर्दाखेरि धरानमा आज हेर्नुहोस् त हामीले चाहिँ तपाईँको कति हो 2 किलोमिटर पाइप लाइन के ड्रमको लाइन गाग्रीको लाइन बस्दै यो धरानमा अहिले हामीले कहिले कुन महिनामा छ भन्नुहोस् त चैत महिना असोज महिनादेखि चाहिँ यहाँनिर पानी भएको हुन्छ हाम्रो दिदीबहिनीहरूले कति धेरै चाहिँ शास्ति बेहोर्नु परेको त्यो हामीलाई थाहै छ घरमा किनभने घरमा घर किचन गर्ने त हाम्रो दिदीबहिनीहरू धेरै जस्तो हुनुहुन्छ नि त उहाँले कति शास्ति बेहोर्नु परेको थियो तर एउटा सानो एउटा डिसिजनले गर्दाखेरि आज सानो एउटा मत मात्रै परिवर्तन गर्दाखेरि आज धरानमा हेर्नुहोस् त हामीले संसारलाई चकित पार्ने गरेर संसारले गर्न नसक्ने कामहरू आज 43 किलोमिटरबाट पानी ल्याएर हामी पानी खान सक्ने पनि धरानी जनता भयो र यो अभियानले वास्तवमा धरानको मात्रै नभएर आज नेपाल अधिराज्यभरि नेपालीहरूले गर्न सक्छन् भन्ने एउटा तपाईँको चाहिँ चेतनाको रूपमा एउटा स्वाभिमानको रूपमा चाहिँ हामीले स्थापित पनि गर्न सफल भयो आज एउटा चिज चाहिँ तपाईँलाई धेरै लाग्छ यस्तो यहाँ धेरैजना कतिजनाले चाहिँ मलाई भन्नुहुन्छ कि यस्तो काम गरिरहेछ यस्तो दुष्ट सरकार दुष्ट भइरहेछ एकदमै तपाईँको चाहिँ हाम्रो महान व्यक्तिहरूलाई चाहिँ यसरी कारवाही गरेर आज च्युत मात्रै होइन त कारवाही गरेको हो कि उहाँको तपाईँको 4 महिना अवधि हुँदाहुँदै उहाँलाई चाहिँ यसरी पच्युत गराउनु मात्रै होइन चाहिँ कारवाही गरेर उहाँलाई अहिले विभिन्न लालसाना लाएर भोलि गएर उहाँलाई जेल पनि भन्न चाहन्छु किन यस्ता चिजहरूमा चाहिँ मान्छेहरू हजारौँको सङ्ख्यामा किन आउँदैन भन्ने कुरा अलिकति म तपाईँलाई भन्न चाहन्छु सबैले बुझेको छ तर सक्रियता होला तपाईँको बुझ्नु अलग कुरो रह्यो मान्छेहरूले सबैले भन्छ त चुरोट खानु त गलत हो भनेर सबैले थाहा छ नि त तर चुरोट त खान्छ फेरि मान्छे होइन जाँडसी खानु गलत हो भन्छ मान्छेले तर त्यो पनि खाइहाल्छ भन्नु खोजेको बुझ्नु र तपाईँको गर्नु अलग कुरो रह्यो यदि मात्र 1% मान्छेले आज तपाईँको सक्रियता साथ लाग्ने र व्यवहारमा पालन गर्ने भने कुनै पनि देशको कुनै पनि ठाउँको व्यवस्था नै रहँदैन हेर्नुहोस् अहिले म धरानको एउटा उदाहरण दिन चाहन्छु अहिले धरानको सबैभन्दा ठुलो आय स्रोत इन्कमको बाटो नै के भएको छ श्रमदान भएको छ त्यो श्रमदानमा मान्छे कति आउँछ तपाईँलाई थाहा छ धरानको 1% मान्छे पनि धरानको 1% मान्छे पनि श्रमदानमा आउँदैन तपाईँले बुझ्नुहोस् 1% आएको दिन पनि धरानमा त के हुन्छ हेर्नुहोस् धरानको कुनै पनि विकास तपाईँको रोकिनेवालै छैन कुनै पनि विकास झेक्नै सक्दैन क्या 1% भनेको लगभग 3000 मान्छे आयो भने कस्तो होला ल सोच्नुहोस् त परिकल्पना गर्नुहोस् न तपाईँहरू त्यसकारणले गर्दाखेरि हामी सक्रियता चाहिँ हुन आवश्यक छ तपाईँ हामी चाहिँ बुझेर मात्रै थियो देशमा चाहिँ परिवर्तन आउँदैन त्यो सक्रियता गर्ने फेरि नेतृत्वको खाँचा छ फेरि त्यो नेतृत्व चाहिँ हामी धरानले चाहिँ पक्का पनि पाएका छौँ तर हामीले चाहिँ अझ पनि धेरै कुराहरू बुझ्न आवश्यक छ यहाँ अझ पनि धेरै मान्छेहरूले काङ्ग्रेस एमाले माओवादी भन्दै थियो काङ्ग्रेस एमाले माओवादी के हो मैले हिजो पनि अलिकति भने तपाईँलाई आज पनि भन्छु अहिले कुलमान घिसिङलाई हटाउने यी तिनै पार्टी हो मिली हो भन्छ नि त त्यहाँ केपी ओलीले नाटकै हो भन्छ एउटा है फेरि के अरे प्रचण्डले नाटकै हो भन्छ अनि त्यहाँबाट केपी ओलीले पढ्दैन के भन्छ नौटङ्की नै हो भन्छ क्या अनि त्यहाँबाट चाहिँ नाटक र नौटङ्की हेरेर हामी तपाईँको जिल्ला पर्छ अहिले यहाँ निकालेको कुराहरू आउँछ कुलमान घिसिङलाई किन निकाल्यो उहाँले एउटा स्वार्थसँग साटिएको छ हेर्नुहोस् किन स्वार्थ के स्वार्थ साथी भने त तपाईँको बलिको बोका बनेर आएको छ तपाईँ हामीले देखेको तपाईँको चाहिँ नि होइन राष्ट्र नायक कुलमान घिसिङलाई त बलिको बोका बनेर आएको छ तपाईँको चाहिँ उनीहरूले के भन्यो अगाडि 3 जना तपाईँको आधी घन्टा अगाडिसम्म बैठक बस्यो अनि आधी घन्टा पछाडि मन्त्री परिषद बैठक राखेर अनि कुलमान घिसिङलाई हटाइनुको पछाडि के छ त्यसको त्यो कारण अब हामीले बुझे कि अब हामी नेपाली जनता अझै पनि त्यति साह्रै मूर्खै छौँ त्यति साह्रै लाटे हो त होइन नि त हामीले बुझिसकेका छौँ यी सबै तपाईँको चाहिँ एउटै तपाईँको चाहिँ प्रकृतिका एउटै तरिकाले मान्छे मात्रै फरक देखेको छ भने सबै लुटेर खाने पालै पालो अस्ति प्रचण्डले खाने अब तपाईँ केपी ओलीले खानुहुन्छ फेरि अब देउवाले खानुहुन्छ मिली खाने हो अनि हामी चाहिँ ठुलो हेर्ने मात्रै अनि भोट फेरि त्यसलाई दिने फेरि हामी बडा समस्या नि त फेरि हामी त कस्तो भने माग्नेलाई भोट दिने मान्छे
माग्नेलाई भोट दिन्छौँ क्या हामीले बडो अचम्म खालको होइन कुनै पनि भोट मागेर दिँदैन क्या अन्य ठाउँतिर क्या भोट भनेको त अधिकार हो अधिकार दिँदाखेरि नि हामीले सोचेर विचार गरेर हेरविचार गरेर मात्रै दिने कुरा तर हामी त भोट माग्नु आयो भने हात जोडेर है आयो भने दिइहाल्छ अनि तपाईँको जितेको भोलिपल्ट के गर्छ हामीको नमस्कार हुन्छ फर्काउँछ चिन्दैन त्यहाँबाट जनतासँग आएर ढोकेर भोट मागी मागी नमस्कार गरेर हात जोडेर मागेको नेताहरूलाई तपाईँ हामीले भेट्न पाउँछौँ अहिले पाउँछौँ त पाउँदैनौँ क्या त्यस कारणले गर्दाखेरि के हो त भन्दाखेरि तपाईँ हामीले जहिले पनि शासक चुनिराख्यौँ अब शासकको रूपमा होइन हामी सेवकको रूपमा चाहिँ चुन्ने चाहिँ हामीले दिमाग चाहिँ बनाउनु पर्यो अब अनि मात्रै परिवर्तन आउँछ हरेक कुराहरूको परिवर्तनको पछाडि एउटा मान्छेको सोचेर विचारसँग जोडेको हुन्छ जब मान्छेले सोचेर विचार्ने उसको चाहिँ खराब छ सोचेर विचार पुग्दैन भने अनि त्यहाँबाट मान्छेले गलत निर्णय गरिपर्छ गलत भयो भने के हुन्छ भन्दाखेरि हामी जहिले पनि ती भ्रष्ट दलालहरूले चुनिरहन्छौँ अनि त्यही धेरैजना यहाँ अघि मैले यहाँ नाम लिन चाहिन हाम्रो यहाँ थुप्रै यहाँ के अरे काङ्ग्रेसकै सक्रिय एमालेकै सक्रिय हामी हौँ तर हामीले छोडिसक्ने काम छैन अब त्यो तिनीहरूले हाम्रो घरको चलाइदिएको पनि होइन हाम्रो घर पालिदिएको पनि होइन हामी त अब यस्तै हो स्वतन्त्र अब हामी त यो हेर्दैनौँ भनेर भन्नु लाग्यो कति महान विचार हो यो विचार गर्नु पर्यो सधैँभरि त्यो पार्टी पार्टी भन्यो होइन त्यो पार्टीलाई भोट हाल्यो जहिले पनि अनि त्यहाँबाट हामीले परिवर्तन खोजेर हुन्छ हुँदैन नि आजको मेन उद्देश्य यो हाम्रो अभियानको मेन उद्देश्य पनि यही हो कुलमान घिसिङलाई नियुक्ति गर्नु हाम्रो पहिलो तपाईँको चाहिँ टार्गेट हो पहिलो हाम्रो अभियान हो दोस्रो कुरो चाहिँ जनता सचेत गराउनु हो सचेत भयो भने अनि त्यहाँबाट कसैले पनि तपाईँ हामीलाई फसाउन सक्दैन कसैले पनि हामीलाई चाहिँ तपाईँको गलत ठाउँमा चाहिँ हामीले लान सक्दैन त्यही भएर सचेत गरौँ सचेत गरौँ र भोलि अलिकति मैले कार्यक्रम पनि बताउन चाहन्छु भोलि हाम्रो यही ठाउँमा हाम्रो मेयर हर्क साम्राज्यकोले चाहिँ हाम्रो यो अहिले 148औं हाम्रो निरन्तर लागू पदार्थ दुर्व्यसन विरुद्धको सचेतना अभियान सचेतना हेर्नु सचेतना किन गरिरहेको यो सचेतना अभियान कार्यक्रम हुन्छ र यो सचेतना अभियानको कार्यक्रमको साथसाथ हाम्रो यो 5 बजे चाहिँ बेलुका यो कार्यक्रम पनि हुनेछ सँगसँगै हुनेछ र त्यो सचेतना कार्यक्रम सँगसँगै हाम्रो अर्को कुरो चाहिँ के छ भने धरानभन्दा बाहिर बर्हा क्षेत्रमा हाम्रो तपाईहरु सबैजनाले चिन्नु भएको छ भूमिकवि सूर्य बस्नेतज्यू जसले चाहिँ धरानभन्दा बाहिर चाहिँ तपाईको श्रम अभियान चलाउनु भएको आज 2 वर्ष उहाँले पूरा गर्नु भएको छ निरन्तर उहाँले अभियान सञ्चालन गरेर 2 वर्ष पूरा भइसक्नु भएको छ र भोलि चाहिँ उहाँको वार्षिक उत्सव पनि हो बर्हा क्षेत्रमा चाहिँ उहाँले श्रमदान चलाउनु भएको वार्षिक उत्सव पनि हो र त्यहाँ हामी केही हाम्रो चाहिँ अभियानका साथीहरू म लगायत हामी थुप्रैजना साथीहरू केही साथीहरू चाहिँ त्यहाँ पनि जानेछौँ र त्यो कार्यक्रम सक्ने बित्तिकै फेरि हामी तपाईको पासाङ लमु चोक लडामा चाहिँ गएर फेरि हामी के गर्नेछौँ त्यहाँ पनि बर्हा क्षेत्रवासी आमा बुवा दाजुभाइको साथमा त्यहाँ पनि हामी यसरी खबरदार तथा तपाईँको जनचेतनामूलक र कुलमान घिसिङलाई पुनर्बहालीको लागि त्यहाँ पनि हामी कार्यक्रम गर्ने म सबैमा जानकारी गराउँदै तपाईँहरूलाई अन्तिम समयपछि धैर्यका साथ बसेर यो कार्यक्रमलाई सभ्य भव्य र अत्यन्तै फलदायी बनाउनुमा तपाईँले मद्दत गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्दै फेरि पनि तपाईँहरूको उपस्थिति चाहँदै अहिले नै भने म तपाईँहरूबाट बिदा हुन चाहन्छु जय देश जय नेपाल